कानको हरेक विगत समय अब जातीय परिषद रीतिरिवाज ढङ्ग अथवा योजना कानुन काम काने माडिन्छ अवस्था छिनिङ कानुन काका एमबहादुर चित्तराना मगर हस्कै मिटिङ इनदेखि कानुन समाज के अति क्षति छान्छ अनि कानके चाहिँ दुःख पीडा खान्छ अवस्था नेकोकेर चाहिँ फुल पित्रिए नागे छाने दिस विषयाङ कानो काका एमबहादुर चित्तराना हस्को कानुन चाहिँ एकदम बुझाकारी बुझिस भनेछौँ नुङनिखिन काने पितृ उता जात्न काने सुझाव सुझाव लानाङ काने विगत समयाङ कानो पितृ ओके बुजुर्गे परिषद पूजा कानुन चाहिँ भेडा ल्याउसा अनि काने भेडा पूजा मुरत्न काने समय खण्ड समय अनुसार विभिन्न कालखण्डै काने चाहिँ दासो रानाङ छिनिङ सम्मान दिनाङ 2082 साल असार 13 गते शुक्रबार दिन सम्मान काने चाहिँ समूह कानुन दाजुभाइको कानुन पुलो दाजुको चाहिँ सल्लाह भित्रिया चाहिँ काम रानाङ अति राम्रो गठनले अति राम्रो कानुन भेदभावले भेट सल्लाहले र इसैकै कुरा नगर जोडीमा पूजा निकिन कानुन पूजा विधियाङ यसै कार्य पूजा जाता काने यसै पूजा जातनाम कानुन चाहिँ 23 घर परिवार कानुन दाजुभाइको बसोबास ल्याउले र यसै कानुन बसोबासाङ चाहिँ जिल्ला नवलपरासी मध्यदिन नगरपालिका वडा नम्बर 11 13 14 कानुन दाजुभाइको बस्ती बसोबास जातले अनि यसै बसोबास जात आधाराङ कानुन दाजुभाइको इलाङ जम्मा छानेखेन काने छिनिङ कानुन पुल पूजा सिंह विगत समय के सफलता साथ पूजा विधि भ्याट्नेखेन इलाङ कानुन चाहिँ जम्का रमाइलोले कानुनको चाहिँ इलाङ पूजा विधि जानेखेन अब भोज जानेखेन कानुन चाहिँ लास्ट स्टेज इलाङ चाहिँ केही कामकै चाहिँ निर्णय जाँदा र कानुन चाहिँ 23 घर कानुन चाहिँ अब कानुन चाहिँ के अरे छुटकोले तर सोकेर कानुन चाहिँ दिन चाहिँ धुम आसे कानुन आसँग राख्ले र कानुनको कानुन पूजा प्रत्येक वर्ष 3 वर्ष काने पूजा के कानुन सल्लाह खाना अनि यसै पूजा चाहिँ मङ्सिर कुनै पनि दिन सेचर बार मङ्सिर सेचर बार चाहिँ जाने चाहिँ प्रत्येक वर्ष 3 वर्ष जाते डिरे जाता र फेरि अर्को चाहिँ हिलेनाङ काने 3 वर्ष दिया र यसै वर्ष 2082 साल असार 13 गते काने यसै कानुन इलाङ मध्यदिन नगरपालिका वडा नम्बर 14 जलुके ठावाङ काने इलाङ चाहिँ कानुन पुल पूजा जात मन्दिर स्थापना जाँदा इलाक्टो मन्दिरले अनि कानुन मन्दिराङ कानुकै इसै वर्ष दिनाङ्क 2082 साल मङ्सिर महिना कुनै पनि राम्रो बार मौसम कानुन 22-23 घरहरू चाहिँ कानुन चाहिँ आसे सब स्यापिङ मौसम पूरा जातिले जानेतिर निर्णय जाँदा र इसै वर्ष काने चार इसै वर्ष चाहिँ नम्बर 2 काने हरेक वर्ष पूजा जात पूजा जात सँगसँगै कानुन खर्च पुरी ग्राहले खर्च अनुसार चाहिँ भुक्तानी याके लाके बेच मिलेर जाँदा अनि काने
घर बाँकी घर बाँकीले तर होसे सँगसँगै कानुङ कानुङ फुल पूजा वर्ष 3 वर्ष कानुकै जात्न लुङ्के डेज कानुङ मिलेर जाता र कानुङ छिन्यो इसे 2082 साल 3 महिना 13 गते जुन कानुङ सिंह इसे कानुङ कुल पित्रियो इष्टमा जान कानुङ टोटल पूजा सामग्री खर्च 16,040 रुपियाँ खर्च जान्छ निर्णय इलाङ लखाओके जानकारी जात अनुमतिमै गामो जम्मै लखाओके सूचना यहाँ र इसे कानुन प्रस्ताव सँगसँगै इसे किताब र इसे देम गाउँ लखा गर्दा कानुङ दाजुभाइको अब हरेक साल हरेक समय कानुङ दाजुभाइ बुवा मुवाको अनि अरू कानुङ पछाडि कुनै पनि छुट्टी लखाओके सूचना यहाँ काङकै कानुङ पितृके कानुङ कुलके कार्य तिसिङ जाति पैसा कुरा कतै कार्य भ्यागो औला अथवा चाहिँ होसे विशिष्ट कुरा चाहिँ कानुङके चाहिँ हस्कै क्षमा याले बेच सम्पूर्ण कानुङ देश विदेश गाउँ घरन कानुङ दिदी बहिनी गई मै दाजु भया नानी नाति नाकोके सेम संसार जातुस देश शुभकामना अर्पण माया रक्षेङी म होस कुटुम काने चाहिँ क्षमा बिन्ती दाम इसे गौडी वचन र इसे 2 शब्द इलाम अन्त्य जान्न मै गौ लखागोना बिदा लाले हस्त